हेलो एभ्रिवान नमस्कार। यो चाहिँ ज्ञानोदय काठमाडौँको ज्ञानोदय स्थित रहेको मतदाता केन्द्र हो। एकदम धेरै मान्छेहरूको भोट हाल्न आउनुभएको छ। यहाँ निष्पक्ष रूपमा यति धेरै मान्छेहरू भोट हाल्न आउनुभएको छ कि कुरै छोडिदिउँ। मान्छेलाई आफ्नो मताधिकार छान्नका लागि यतिसम्म उत्सुक हुनुहुन्छ जस्तो लागेको थिएन। यो पल्ट चाहिँ मलाई धेरै उत्सुक लागेको छ। मैले 2-3 पल्टको हेरेको थिएँ। यहाँ जति राम्रो चाहिँ काहीँ पनि लागेन। एकदम शान्त भएर वातावरणमा पनि यहाँ चुनावको प्रक्रिया भइरहेछ। भर्खरै मैले चिनेका 2-3 जना व्यक्तिले पनि आएर भोट हालेर गइसक्नु भएको छ। मेरो त एकदमै मलाई चाहिँ एकदम यहाँ आएर चाहिँ एउटा के अनुभव भयो भने यहाँका मान्छेहरू भन्दा पनि यहाँका व्यक्तिहरूले चाहिँ एकदमै भइरहे एकदम सुन्दर शान्त वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्नुभएको देख्यो भने कतिपय काठमाडौँको मान्छेहरू बिजी अवस्थामा देखिन्थ्यो। आफ्नो अफिस भनेर 1 सेकेन्ड काहीँ पनि छोड्नु भएको थिएन भने यहाँ चाहिँ जुन अहिले मैले भोट हालेको देख्दाखेरि चाहिँ मलाई के अनुभूति भयो भने आफ्नो मताधिकार भनेको कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा यहाँबाट मैले देखेँ। हाम्रो चुनावमा अरू विशेष गर्नका लागि हामीले कति बोलाउनु पर्थ्यो भने यहाँ चाहिँ मत हाल्नका लागि चाहिँ काठमाडौँवासीहरू एकदमै उत्साहित भइरहित वातावरणमा भोट हालेको देखेको छु। एकदमै बेस्ट लाग्यो। धन्यवाद।